अब सबैलाई नेता हुन मन लाग्छ, श्रम संस्कृतिमा नेता छैन, नेता हुँदैन भने है। खासमा हु इज अ लिडर है? नेता भनेको को हो, के हो? रहरले हुने कुरा होइन यो चिज। लिडर भनेको त्यो हो। लिडर इज द्याट हु हैज विजन, डिसिजन, कमिटमेन्ट, प्लान, एक्सन, कम्प्लिसन। यो कुराहरू भएको मान्छेलाई लिडर भन्छ। लिडर हुने मान्छेलाई, लिडरमा, नेतामा भिजन हुनु जरुरी छ है। भिजन बिनाको मान्छे नेता बन्न सक्दैन। भिजन मात्रैले पनि नेता बन्न सकिँदैन। भिजन पछाडि आउँछ हाम्रो डिसिजन गर्ने क्षमता है। मैले अघि भर्खर भने नि, सरकारले आइतबार एउटा डिसिजन गर्छ, सोमबार फिर्ता लिन्छ, त्यसलाई लिडरै भनिँदैन। लिडरै होइन भने तपाईँको चाहिँ सरकार चलाउन सकिन्छ त? सकिँदैन। भिजन हुनुपर्छ लिडरमा, डिसिजन गर्ने क्षमता हुनुपर्छ र त्यो डिसिजनलाई कमिटमेन्ट, प्रतिबद्धता गरी छाड्छु भन्ने तपाईँको अठोट हुनु जरुरी छ। कमिटमेन्ट पछाडि प्लान, योजना बनाउन सक्ने मान्छेलाई मात्रै हामी लिडर बन्न सक्छौँ। र प्लान, योजना अनुसारको काम गर्नु पर्यो। फेरि योजना मात्रै बनाइराखेर भएन, काम गर्नु पर्यो। फेरि काम गरिसकेपछि कम्प्लिसन भनेको चाहिँ पूर्ण रूपमा त्यसको सुसम्पन्न गर्न सक्नु पर्यो।